हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। मेरो नाम सुभिक्षा दाहाल र आज चाहिँ म लङ टाइमपछि भिडियो बनाइरहेको छु। मलाई चाहिँ यस्तो युट्युब भिडियो बनाउन चाहिँ एउटा पहिलादेखि नै रहर थियो कि। अनि फर्स्ट टाइम मैले ब्लग पनि बनाएको थिएँ, एउटा पिकनिक ब्लग भनेर। तर त्यति बेला चाहिँ कपिराइट इस्यु आएको कारणले गर्दाखेरि मैले डिलिट गर्नु परेको थियो। अनि त्यसपछि चाहिँ कुनै पनि ब्लगहरू बनाउन चाहिँ रहर लागेन। त्यसपछि नि भिडियो बनाऊँ भन्दाखेरि त्यति बेला मेरो मोबाइलको क्यामेरा क्वालिटी खासै राम्रो थिएन कि। अनि अब पछि राम्रै मोबाइल किनेर बनाउनु पर्ला भनेर त्यस्तो बनाएको थिइनँ। अनि यहाँ आएपछि आइफोन नै किनेँ, त्यही पनि अब जागर नचलेरै होला बनाएको थिइनँ। अनि यसो विचार गर्दाखेरि चाहिँ जस भिडियो बनाउँदाखेरि मेरो विचारमा चाहिँ तीनवटा कुरा चाहिँ चाहिने रहेछ है। कि त स्किल चाहिने रहेछ, कि त अर्को भनेको कन्फिडेन्स चाहिने रहेछ, कि त जाँगर चाहिने रहेछ। म परे तीनटै नभएको मान्छे, त्यही भएर बनाएको थिइनँ अहिलेसम्म। त्यही पनि अलिकति जाँगर चलाएर चाहिँ यो भिडियो बनाइरहेको छु। अब धेरै लङ टाइम भयो, हजुरहरू कतिजनासँग त त्यस्तो खासै कन्ट्याक्टमा नि छैन, त्यही भएर आफ्नो कुराहरू सेयर गरौँ, केही भनौँ भनेर चाहिँ यो भिडियो बनाएको हो। अब कुरा स्टार्ट गर्दाखेरि चाहिँ आजबाटै स्टार्ट गरौँ है। आज मेरो डे अफ थियो र आजको हाइलाइट अफ द डे भनेको चाहिँ मैले पानीपुरी बनाएर खाएँ। बेला बेलामा बनाइरहेको हुन्छु। यसलाई आज हाइलाइटमा चाहिँ किन राखेको भन्दाखेरि त्यो पानीपुरीको सामान ल्याउन चाहिँ इजी थिएन कि। 30 मिनट्स ट्रेनमा गएर चेस्टर गएर अनि त्यसपछि त्यहाँबाट चाहिँ सामानहरू ल्याएको। किनभने म बस्ने सिटीमा चाहिँ कम्प्लिटली ब्रिटिसको सिटिजन मात्रै हुनुहुन्छ क्या। नेपालीहरू पनि कोही हुनुहुन्न। अहिलेसम्म मैले नेपाली भेटेको भनेको लिभरपुलमा मोमो खान जाँदा मात्रै हो। मेरो सिटीमा एकजना पनि नेपालीसँग भेट भएको छैन। अनि नेपाली रेस्टुरेन्ट पनि छैन, नेपाली खानेकुराहरू पनि छैन। त्यही भएर चेस्टरमा गएर अनि लिएर आएको थिएँ। त्यही भएर त्यसलाई चाहिँ हाइलाइट अफ द डेमै राखौँ है। अनि अर्को भनेको चाहिँ अब मेरो जर्नीको कुरा गर्दाखेरि युकेमा कस्तो भइरहेछ त बसाइ होइन, दिनहरू कसरी बितिरहेछ भनेर कुरा गर्दाखेरि चाहिँ स्टार्टिङदेखि नै कुरा गरौँ है, प्रोसेसदेखि नै कुरा गरौँ। फर्स्टमा चाहिँ अब इक्जामहरू दिने प्रोसेसहरू भनेको चाहिँ इजी नै थियो भनौँ न कम्पेरिटिभली। भिजा स्पोन्सरसिप खोज्नुभन्दा भिजा स्पोन्सरसिप खोज्ने पिरियड चाहिँ मेरो लागि एकदमै स्ट्रेसफुल पिरियड थियो होइन। किनभने त्यतिखेर जुन सिनियरहरूको थ्रुबाट थाहा पाएको एजेन्सी अनि मैले गुगलमा सर्च गर्दाखेरि भेटेको न्युजहरूबाट चाहिँ नेपाललाई रेड लिस्टेड कन्ट्री भनिरहेको थियो। त्यसले गर्दाखेरि मैले चाहिँ स्पोन्सरसिप पाइरहेको थिइनँ भनौँ न। अनि कतिजनाले त युकेमा चाहिँ नेपाली रजिस्टर्ड नर्सलाई लिँदैन नै भन्ने कुरा गर्नुभएको थियो। त्यसले गर्दाखेरि त्यो पिरियड चाहिँ एकदमै स्ट्रेसफुल थियो। त्यही पनि मैले लिङ्किन थ्रु चाहिँ एउटा एजेन्सी भेटेको थिएँ। लिङ्किनमा चाहिँ मैले खासमा क्लास 11-12 पढ्दाखेरि नै प्रोफाइल क्रिएट गरेको थिएँ, तर म त्यस्तो एक्टिभली चलाउने चाहिँ गर्दिनँ थिएँ। त्यही पनि स्क्रोल गर्दै जाँदाखेरि चाहिँ त्यहाँनिर मैले एउटा एजेन्सी भेटेँ र त्यो उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्दाखेरि पछि मलाई रेस्पोन्स गर्नुभयो। र अब त्यो इन्डियाको एजेन्सी भएको कारणले गर्दाखेरि चाहिँ अब बेला बेलामा डर पनि लाग्थ्यो, अब फेक हो कि अब के हुने हो, लास्टमा गएर ठगीमा परिने हो कि भन्ने कन्फ्युजन त्यो थियो होइन। अनि बेला बेलामा मलाई इन्डिया घुमेको फोटोहरू त्यस्तोहरू देख्नुभयो होला हजुरहरूले। त्यो भनेको चाहिँ मेरो इन्डियाकोमा बेस्ट एजेन्सी भएको कारणले गर्दाखेरि सबै प्रोसेस गर्नको लागि ब्लड टेस्टदेखि लिएर भिजा एप्लिकेसन सबै प्रोसेस गर्न चाहिँ इन्डिया नै जानुपर्ने भएको थियो। त्यसरी नै भयो र तर लकिली सबै प्रोसेस स्मुथली भयो। यहाँ आइसकेपछि चाहिँ रियलाइज भएको थियो कि राम्रो खालको एजेन्सी रहेछ भन्ने कुरा चाहिँ यहाँ आएपछि रियलाइज भयो। अनि फर्स्टमा आउँदाखेरि चाहिँ म नेपालबाट आएको थिएँ, एउटा साथी चाहिँ इन्डियाबाट आउनुभएको थियो, अनि बाँकी भएको 4जना साथी चाहिँ फिलिपिन्सबाट आउनुभएको थियो। हामी चाहिँ जस म अहिले इन्स्पायर हस्पिटलमा काम गरिरहेको छु, हामी सबै 6जना नै इन्स्पायर हस्पिटलकै लागि आएको थियौँ। अनि सबैजनालाई चाहिँ रिसिभ गर्न एयरपोर्टमै जानुभयो। त्यसपछि चाहिँ हामी लिभरपुलमा 1 विक जति बसेर अस्किको प्रिपरेसन गऱ्यौँ। त्यसपछि 1 विक पछि चाहिँ सबैजना आफ्नो आफ्नो हस्पिटलतिर जानुपर्ने थियो। उहाँहरू 3जना चाहिँ आफ्नो हस्पिटलतिर जानुभयो अनि हामी बाँकी 3जना चाहिँ एउटै हस्पिटलमा एउटै थिएटर डिपार्टमेन्टमै 3जना काम गरिरहेछौँ, जस अहिलेसम्म सँगै छौँ। अनि त्यो भयो। यहाँ आइसकेपछि पनि
3 मन्थ्स जति चाहिँ अकोमोडेसन सबै चिज फ्री थियो, खाने बस्ने सबै चिज फ्री थियो। अनि हाम्रो जुन नेपालमा लागेको एक्सपेन्सेसहरू थियो, एक्जामहरू दिँदाखेरिको, ब्लड टेस्टहरू गर्दा, भिजा एप्लिकेसन, फ्लाइट सबै फी चाहिँ रिफन्ड भयो। अनि त्यसले गर्दाखेरि नि राम्रो एजेन्सी रहेछ भन्ने कुरा चाहिँ रियलाइज भएको थियो। सुरुमा त एकदमै एक्साइटिङ भयो। अब ड्युटीमा काम गर्दाखेरि पनि 3 दिन मात्रै ड्युटी गर्नुपर्ने, अरू दिन 4 दिन चाहिँ बिदा हुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ अब नेपालमा चाहिँ अब बिदाकै लागि कति भनिराख्नु पर्थ्यो नि त, काहीँ घुम्न जाँदा अथवा केही काम हुँदाखेरि पनि बिदा लिनै गाह्रो भइरहेको हुन्थ्यो। अब यहाँनिर धेरै बिदा पाउँदाखेरि त एकदम एक्साइटेड भयो। अनि जे होस्, बिदाको बेला चाहिँ धेरै म्याक्सिमम् टाइम चाहिँ घरमै कुरा गरेर, रिलेटिभ्सहरूसँग कन्भर्सेसन गरेर बिताइरहेको हुन्थेँ र रमाइलो थियो। तर विथ द पिरियड अफ टाइम चाहिँ त्यही कुरा चाहिँ अलिकति बोर लाग्दै गइरहेछ अहिले। अब केही दिनपछि चाहिँ यहाँ आएको पनि 9 मन्थ भइसक्ने रहेछ होइन। अनि अब एक्लै बसिरहेको छु, अनि बिदाको बेला के गर्ने कसो गर्ने भन्ने चाहिँ हुँदो रहेछ। एकदम बोर्ड फिल भइरहेछ भनौँ न। अनि त्यही हो, नजिकै एउटा लाइब्रेरी छ, त्यहीँ गएर चाहिँ बुकहरू पढिरहेको हुन्छु। अलिकति टाइम पास गर्न सजिलो भएको छ त्यो कुराले पनि। अनि अर्को भनेको चाहिँ एउटा गोल्डन स्क्वायर भन्ने छ यहाँ नजिकै, त्यही गएर अब कफीहरू खाइरहेको हुन्छु। यत्तिकै अब म्याकडोनल्ड्सतिर गयो, केही खायो, बस्यो। अब साथीहरू भनेको चाहिँ अब कलिगहरूसँग भेट हुने भनेको पार्टीहरूमा जाँदाखेरि अथवा केही ग्यादरिङमा मात्रै हो होइन। नभए अरू बेला यसो बाहिर घुम्न जाऊँ न त, केही गरौँ भन्दाखेरि त्यस्तो खालको साथीहरू चाहिँ हुनुहुन्न। अनि त्यही माथि युकेमा मेरो कोही रिलेटिभ्सहरू त्यस्तो पनि हुनुहुन्न होइन। अनि त्यसले गर्दाखेरि चाहिँ एकदमै एक्लोपन चाहिँ फिल भइरहेको छ अहिले रिसेन्टली भनौँ न। अनि त्यस्तै छ। अब केही एक्स्ट्रा सिफ्ट कतै गरौँ न त भन्दाखेरि पनि अब हामीलाई म जुन आएको हो त्यो चाहिँ स्पोन्सरसिप भिजा हो नि त, स्किल वर्क स्पोन्सरसिप भिजा भएको कारणले गर्दाखेरि त्यसको सर्टेन रेस्ट्रिक्सनहरू चाहिँ हुँदो रहेछ कि। अब मैले बाहिरतिर काम गरे पनि हस्पिटलमै थ्रेडरमै काम गर्नुपर्दो रहेछ। अलिकति आनन्द खालको त्यस्तो केही काम गरौँ भन्दाखेरि चाहिँ मिल्दैन रहेछ, त्यसलाई चाहिँ अलिक इलिगल मानिदो रहेछ। अनि अब सधैँ हप्तैभरि हस्पिटलमा काम गर्दाखेरि पनि अलिक स्ट्रेसफुल हुन्छ जस्तो लागेर मैले एप्लाई नै गरेको थिइनँ। तर अब अचेल भोलि चाहिँ अब बानी पर्दै गएको छ। विकमा 5 डेज जति चाहिँ गर्न सकिन्छ जस्तो चाहिँ हुन थालेछ। त्यही भएर त्यतातिर पनि गर्नु पऱ्यो कि भन्ने सोचिरहेको छु। यसरी नै बितिरहेको छ युकेको दिनहरू। हजुरहरूलाई के लाग्छ, अब फ्री टाइममा के गर्दाखेरि चाहिँ बेटर होला होइन? अब अपकमिङ भिडियो बनाउँदाखेरि पनि यो रिलेटेड चाहिँ बनाउँदाखेरि बेटर होला भन्ने केही कुरा सजेस्ट गर्न चाहनुहुन्छ भने प्लिज कमेन्ट गर्नुहोला। म त्यो कुरालाई चाहिँ एकदमै एप्रिसिएट गर्नेछु। अनि थ्याङ्क यू फर वाचिङ दिस भिडियो।